करोडौं तीर्थले अलङ्कृत भएको तीर्थ कुनै छ भने त नेपाल हो कि होइन? हो कि होइन? अब जाउँ देवी भागवतमा। गुह्य काल्यामा स्थानम नेपाले यत् प्रतिष्ठितम। देवी भागवत नेपाल आएन? गुह्य काल्याम महास्थानम नेपाले यत् प्रतिष्ठितम। नेपाल नाम रहेको देशमा गुह्येश्वरी भगवती विराजमान हुन्छ। हाम्रो आमाको नाम आएन देवी भागवतमा? अब जो महाभारतमा नेपाल विषय राजा स्थान बाजेर अब तिर्य तथा शैला पूर्वाम दिशम विद्रुत। पढले विजय गर्दै गर्दै नेपाल नाम रहेको देशमा आएर त्यहाँ पनि विजय गरेर पूर्वतिर लागे। महाभारत 1 लाख सिलो भएको ग्रन्थमा पनि मेरी आमाको नाम छ। याद गर्नुहोला आमा बा। महाभारतमा नेपालको नाम नसकिरहन्छ। फेरि अगाडि जाउँ। रामायणमा चकार पासम तीर्थेषु धर्म कुर्वन् यथा सुगम गण्डकी संगमे स्नात्वा नेपाले जगदीश्वरम। राधे राधे। भगवान रामचन्द्रले सारा भूमण्डलका तीर्थको यात्रा गर्दै गर्दै देवघाटमा आएर गण्डकी नदीमा स्नान गरेर काठमाडौँ गएर पशुपतिनाथको दर्शन गर्नुको हाम्रा इष्टदेव भगवान रामचन्द्रले काले रामायणमा पनि मेरो देशको नाम उल्लेखित छ। आमा बुवाले हेर्नुहोस्। अरे तन्त्र ग्रन्थमा पनि नेपालको नाम छ। तन्त्र ग्रन्थमा पनि नेपालको नाम आएको छ। जटा जटेश्वर सारभ्य योगी शान्त महेश्वरी नेपाल देशो देवेशी। नेपाल आया तन्त्र ग्रन्थमा पनि मेरी आमाको नाम छ राधे। त यति धेरै नेपालको महिमा गाउने 18 पुराण नेपाल कम्बल मत्स्य पुराण कूर्म पुराण बराह पुराण अग्नि पुराण वायु पुराण पद्म पुराण न्याय सिन्धु धर्म सिन्धु तमाम ग्रन्थमा नेपालको कम्बलको व्याख्या गरिएको छ। आभिकम च सुख स्पर्शम पर्वतीय रूपारितम। आभिकम च सुख स्पर्शम पर्वतीय रूपारितम तदप्यस्मै प्रदस्यामि सहस्राणि दशास्त्र चलेरो। जब भगवान श्री कृष्ण द्वारकाबाट हस्तिनापुर आउनुभयो दिल्ली भगवान श्री कृष्ण 4 महिना बस्नुभयो। अब विदाई गर्ने खेलमा के दिने भगवानलाई उपहार भनेको धृतराष्ट्रले भने नेपालबाट ल्याएको 18,000 कम्बल भगवान श्री कृष्णलाई दिन्छु भन्नुभयो। कति अरे 18,000 कम्बल भगवान श्री कृष्णलाई यही तपाईको कोठेबारीको तपाईको घरको तपाईका पिता पुर्खाले उत्पादन गरेको 18,000 भगवान श्री कृष्णलाई कसले दिनुभयो? धृतराष्ट्रले। मेरो देश आजभन्दा 5,000 वर्ष पूर्व अर्कालाई निर्यात गर्थ्यो तर आज मेरो देश त्यो विराटनगर भन्सालाई कति ट्रक सामान आउँछन् हेर्नु भएको छ? हिजो मेरो देश अरूलाई दिन्थ्यो आज मेरो देश के भयो? भिखारी भयो। के भयो? बोल्नु न हौ।